खुम्चाउनुहोस् हो तन्काउनु हो पछाडिबाट गर्नु त यो कोब्राले कामै छैन यो त्यही भएर टी सर्ट लाउने यो यस्तो यो चिउरा पोते सबै खोलेर आउनुपर्छ कि ल गर्नु त म एकचोटि अगाडि घुँडा जोडेर लानुहोस् अगाडि हो तन्काउनुहोस् एकछिन हो खुम्च्याएर एकछिन बस्नुहोस् खुम्च्याइरहनुहोस् एकछिन हो हात खै त डह्रो गरेको हात डह्रो खुट्टा लुलो हो अब तन्काउनुहोस् हो फेरि खुम्च्याउनुहोस् घुँडा एकैतिर नजिक लाने घुँडा अगाडि लाने तन्काउनुहोस् हो यस्तो घाट्ला भएको छ कति टेढो भएको छ नि शरीर त्यसै गाह्रो भएको त होइन नि त पुरै बाङ्गो भएको छ यो नै यो हो पल्विक बोन नै यस्तो डिस्प्ले रहेछ गर्नु ल अब हात अगाडि टेक्नुहोस् हात अगाडि अझै त्यो अगाडि हत्केलाले टेक्नु हो ल खुम्च्याउनुहोस् घोडा अघि जस्तै अझै खुम्च्याउनुहोस् यसलाई अलिक तल लानुहोस् हो अलिक बस्नु ल अब फेरि हात टेकेर उठाउनुहोस् त त्यसरी त्यहीँ गोडा सार्ने होइन कि दिदी गोडा अघि जस्तै गर्ने अघि जस्तै घुँडालाई हो हात टेकेर टाउको तल उठाउनुहोस् हात टेकेको चाहिँ भएको छैन कसरी हुन्छ त नि हातले बल गर्नु न हो बल भइसक्यो फेरि यसरी टेक्नुहुन्छ हातमा बलै पर्दैन हो उठ्यो त मुख खोल्ने होइन दिदी हात बल गर्नु हातले बल गरेर जिउ धान्ने हो ल अब गोडालाई मिलाउनुहोस् तपाईँको गोडा बाङ्गो भयो हो यसले मजाले हातले किन टेक्ने भनेको भन्दा शरीरलाई धान्नु पर्यो नत्र अनुहार ठोकिन जान्छ घुँडा भाग्दै आउँछ यसले धान्ने क्या शरीरलाई दिमागलाई धान्नु न शरीरलाई अब घुँडो खुम्च्याउनुहोस् एकै ठाउँ हो अझै खुम्च्याउनुहोस् यो खुम्च्याउने यसलाई अलिक तल लाने यो हातले तल गरेर धान्ने अघि जस्तो भ्याग्लाको घुँडा ठोक्न जाने होइन घुँडा फुट्ला फेरि यसले धान्नु पर्यो नि डह्रो गरेर हो यो किन लुलो हुँदै जान्छ तपाईँको यो टेक्नेले डह्रो गरेर टेक्ने अझै खुम्च्याउनुहोस् हो ल फेरि यो गर्दा तपाईँको 2-4 दिनमा एकदम राम्रो हुन्छ है निरज यो चाहिँ एकदमै गराउनु है यो एकदम हो अझै खुम्च्याउनु हात अलि अगाडि लानु दिदी अलिअलि मजाले टेक्नु अलि घुँडा खुम्च्याउनुहोस् हो यसलाई अलिक तल लानुहोस् खुम्चाएर हो दाँत बन्द है मुख नखोल्नुहोस् यो एकैचोटि लानु यताको मात्रै गरिरहेको छ दुइटै घुँडा एकैचोटि खुम्च्याउने एकैचोटि तन्काउने हो खुम्च्याउनुहोस् हो अझै खुम्च्याउनुहोस् हातले टेक्ने हो तन्काउनुहोस् फेरि खुम्च्याउनुहोस् हो फेरि पालो होइन कि एकैचोटि खुम्च्याउने एकैचोटि तन्काउने एकैचोटि खुम्च्याउने एकैचोटि तन्काउने यो चाहिँ एकदमै प्र्याक्टिस गराउनुहोस् है यो एकदमै इम्पोर्टेन्ट छ ल खुम्च्याउनुहोस् तन्काउ ल अघि भन्दा धेरै राम्रो भएको छ